यस्तो नै गेम हुन्छ कि मैले भनौँ न मैले 1 लाख तिरेर काठमाडौँमा यहाँ गेम लिन आएको छु कि हामी यस्तो गेम हेर्न आएको हो र काठमाडौँबाट आउनु भएको काठमाडौँबाट क्रिकेटको लागि म यहाँ आएको नेपालीलाई यति सपोर्ट गर्नको लागि नेपालको लागि आफ्नो देश नेपाललाई जिताउँछु भन्ने एउटा सोचको साथमा तपाईँ आउनुभयो तर एकदमै दुखी हुनुभयो एउटा हाम्रो सुन्नु न हामी नेपालमा जातीय लिङ्ग वर्ष केही विषय छैन सबैले एकजुट बनाउने गेम हो त्यो खेल हो अथवा फुटबल अथवा क्रिकेट तर हाम्रो फुटबलमा त्यति केही छैन हाम्रो क्रिकेटले अहिलेसम्म नेपाल हाम्रो सबै जाति एउटा एकजुट लिने चाहिँ क्रिकेट नै हो त्यही सोचेर चाहिँ देश र जनताको माया दिने चाहिँ क्रिकेट नै परेको छ त्यही भएर हामी मैले किनकि म व्यक्तिको लागि होइन एउटा खेलाडीहरू हौसला बढोस् किनकि विश्वमा सामूमा चाहिँ कसले किन क्रिकेटले चिनिसकेको छ नि त त्यसले हामी खेलाडी केही हामीले यो सानो योगदान गरेको उहाँहरूको आफ्नो बल बढोस् भनेर आएको हौँ तर यस्तो खेल हेरेपछि त आज हेर्नु मेरो टिकट छ 15 तारिकमा मेरो टिकट छ त्यो हेर्नका लागेको अब यो गेम खेलेर म 15 हेर्दिनँ म पनि जान्छु हैन यस्तो दुखी हुनु हुँदैन खेल हो खेलमा जित्छ खेल हार जित्छ म मान्छु तर अस्तिको खेल जित्छु नि एकदम जुत्त छ हारेमा केही फरक पर्दैन तर यस्तो खेल होइन नि त यस्तो खेल होइन नि यस्तो बुरा खेल तपाईलाई के लाग्यो हजुरलाई चाहिँ के लाग्यो कसको समस्या जस्तो लाग्यो तपाईले यो खेल हार्नुमा चाहिँ क्रिकेटर र खेलाडीहरुको नै कमजोरी हो या त के हो भन्दिनुस् न खेलाडीहरु अहिले कम्पिटिसन बढी भयो म यिनीहरु त केही होइन खेलाडीको कमी हैन म्याडम खेलाडीको कम्पिटिसन होइन होइन एउटा खेलाडीको कम बढी भयो एकदम कम्पिटिसन भयो किनकि उहाँहरु भनेको सानो अस्ति हामी टेस्ट म्याच खेल्यौं हामी त्यसमा खेल्न सक्यौं उहाँहरु चाहिँ नयाँ नै हो हामीले त्यति भन्नुभयो उहाँहरुले त्यही मानसिकता लिएर चाहिँ खेल्न अगाडि बढ्यो धेरै कम्पिटिसन बढी भएपछि त्यस्तै हुन्छ ठीक छ अब आगामी दिनहरुमा चाहिँ हाम्रो क्रिकेटर टिमले पनि अलिकति सुधार्नु हुनेछ र सकेसम्म फेरि हाम्रो जित हुने नै छ पक्कै आशा गरौँ अब सधैँ हामीलाई मन जित्यो मात्र भन्नु हुँदैन मन जित्दा हुँदैन काम पनि जित्नुपर्छ अब अहिलेसम्म हामी मन जितेर बसेको नि त अब काम कहिले जितेन अब हामी काम जित्यौँ हामी नेपाल आमा झुक्दैन झुकिहाल्यो अब यहाँ बरु के झुक्नु पर्यो यो आज म भनौँ नि मैले अहिलेसम्म मैले जाम खेलेको थिएँ नि मैले जाम हाम्रो भेटिङ पऱ्यो सक्यो त्यहाँसम्म यो मरे जितेनमा म फिल्डिङ हाम्रो गरेको छैन म निस्किरह्यो किन म जिन्दगी मैले यति जाम हेरिसकेको मैले कहिले पनि त्यस्तो गरेको थिएन आजको जस्तो मन कहिले पनि दुखेको थिएन मैले हजुरको मात्रै होइन सबैको मन दुखेको छ धन्यवाद हजुर हामी जिति नै हाल्छौँ जसरी खेल्यो भने जिति नै हाल्छौँ भन्ने सोच भयो क्या त्यही भएर हारेको अब यो भन्दा पछाडि यदि दुश्मन भनेको दुश्मन नै हो भनेर गेममा खेल्यो भने 100% जित्छ